हेलो साथीहरू र आज हामी फ्रिजियन मोडको विषयमा सिक्न गइरहेको छौँ र फर द सेक अफ दिस भिडियो आई एम गोइङ टु पिक ए फ्रिजियनलाई र ए फ्रिजियन सजिलै छ। यदि तपाईँहरूलाई नेचुरल माइनर स्केल ए माइनर स्केल आउँछ भनेदेखि यो आउँछ भनेदेखि तपाईँहरूले के गर्न सक्नुहुन्छ, सेकेन्डलाई फ्ल्याट गरिदिनु होला, त्यति हो है। र यदि तपाईँहरू मेजर स्केलबाट नै तपाईँहरूले हेर्न चाहनुहुन्छ भनेदेखि चाहिँ आफूले के क्वेसन सोध्नुपर्छ भन्दाखेरि ए फ्रिजियनको आयोनियन चाहिँ के हुन्छ भनेर चाहिँ अब खोज्दै जानुपर्छ। अब खोज्दै जाँदाखेरि तपाईँहरूले एफ मेजरलाई भेटाउनुहुन्छ र ए फ्रिजियनको मेन इन्ग्रेडियन्ट भनेको चाहिँ यही हो, ए अनि त्यस पछाडि बी फ्ल्याट, यति नै हो। अब यहाँ फरक कहाँ हुन जान्छ भन्दाखेरि यत्तिकै स्केल मात्र बजाएछ भनेदेखि चाहिँ केही पनि डिफ्रेन्ट चाहिँ हुँदैन होइन। तर अलिकति तपाईँहरूले जान्नुभएछ भनेदेखि नि अब माइनर स्केललाई यत्तिकै बजाएर हेर्नुहोस्, यो भयो होइन। अब फेरि फ्रिजियन चाहिँ यस्तो हुन्छ क्या, अब यो हेर्दाखेरि पनि खासै केही फरक नदेखिएला, तर अब यसको कर्ड प्रोग्रेसन हेर्ने हो भनेदेखि चाहिँ फरक छ है। अब जस्तै अब नेचुरल माइनर स्केलमा चाहिँ तपाईँले के देख्न सक्नुहुन्छ भन्दाखेरि ए माइनर भयो, अनि त्यस पछाडि कर्ड प्रोग्रेसनमा हेर्दै जाने भनेदेखि चाहिँ यस्तोवाला चाहिँ गइन्छ नि त होइन नेचुरलमा चाहिँ। तर ए फ्रिजियनमा चाहिँ के लाग्छ भन्दाखेरि तपाईँहरूको यो बीको फ्ल्याट लाग्छ है त। त्यही भएर यो कर्ड प्रोग्रेसन पनि यस्तो हुन्छ।